हेलो हेलो नमस्कार। के छ, सन्चै हुनुहुन्छ? आराम कुशलै हुन्छ सबैजना मेरा सम्पूर्ण इष्टमित्रहरू? के गर्नु है, अलिअलि बोल्ने बानी पर्न थालिएछ है। जब यो जेएनजीहरूले चाहिँ आन्दोलन सुरुवात गरे नि, त्यसबाट चाहिँ मलाई नै थोरै थोरै बोल्न चाहिँ मन लागिरहेको छ। त्यसैले आज पनि फेरि म तपाईँहरू समक्ष थोरै आफूलाई मनमा लागेको कुराहरू चाहिँ म थोरै बोल्न गइरहेको छु। अब विशेष गरेर त अब आन्दोलन भइसके पछाडि चाहिँ आन्दोलन पश्चात चाहिँ अब सबै नेपालको होइन राजनैतिक परिवेशहरू नै परिवर्तन भएको छ र आजसम्म आइपुग्दाखेरि चाहिँ अब हामीले अन्तरिम संविधानको चाहिँ अब मन्त्री भनौँ न, प्रधानमन्त्री पनि प्राप्त गरिसकेका छौँ। त्यसै गरी ऊर्जा मन्त्री र गृहमन्त्रीहरू पनि हामीले चाहिँ अब हाम्रो देशमा अहिले पाइसकेका छौँ र अहिलेको प्रधानमन्त्रीले के चाहिँ वक्तव्य गर्नुभएको रहेछ भन्दाखेरि अब उहाँले चाहिँ कम्तीमा अथवा बढीमा चाहिँ 11जना सदस्यको चाहिँ मन्त्रीमण्डल गठन हुने भनेर चाहिँ भन्नुभएको रहेछ। यो एकदम राम्रो लाग्यो मलाई चाहिँ। अब धेरै भन्दा पनि ठिक्कको एउटा परिवेशमा बसेर काम गर्न सकिने र खर्च पनि अलिक कम होला जस्तो लाग्यो मलाई चाहिँ। पक्कै पनि ती 11 सदस्यीय मन्त्रीमण्डलले पक्कै पनि 6 महिनाभित्रमा चाहिँ अन्तरिम सरकारले चाहिँ चुनाव गराउनेछ भन्ने पनि म एकदम आशा लिएको छु र त्यस्तै गरी प्रत्यक्ष कार्यकारीबाट चाहिँ निर्वाचित हुने खालको चाहिँ काम गरेस् भन्न पनि चाहन्छु म। र अब त्यस्तै गरी मन्त्रीहरू पनि अब बाँकी रहेका नियुक्ति गर्न बाँकी रहेका मन्त्रीहरूले पनि पक्कै नै राम्रो काम गर्ने र राम्रो चाहिँ आफ्नो व्यक्तित्व राम्रो रहेको व्यक्तिहरू नै आउनेछ भन्ने चाहिँ आश गरेको छु मैले। त्यसरी नै अब सुदन गुरुङले अब अघि सटिरहेको कुराहरू चाहिँ एकदम राम्रो पनि छ उसको टिमले। तर जुन आन्दोलनको सुरुवात हुनुभन्दा पहिलो दिन मैले ठ्याक्कै 2टा जेएनजी भाइ र बहिनीको अहिले इन्टरभ्यू हेरेको थिएँ। उहाँहरू चाहिँ अहिले एकदम भनौँ न, उहाँहरू चाहिँ गुमनाम रहेको जस्तो पनि देखिरहेको छु। अहिले म मिडियाहरूमा देख्दिनँ उहाँहरूलाई। उहाँहरू चाहिँ कहाँ हराउनु भएछ पनि भन्न चाहन्छु है। त्यस्तै गरी अब भन्नुपर्दाखेरि यो आन्दोलनमा चाहिँ है अब धेरैले अब ज्यान पनि गुमाउनु पुगेको छ। अहिलेसम्ममा पनि अब रेस्क्युहरू भइरहेको छ। अब जस्तै सबैभन्दा बढी अब भाटभटिनीहरूलाई पनि असर पुगेको छ। भाटभटिनीहरू पनि धेरैले अब ज्यान गुमाएका छन्। यसरी अब न्युजहरूमा आइरहेछ। त्यस्तै आइरहँदाखेरि अब घाइतेहरूलाई चाहिँ कसले के गरिरहेछ भनेर पनि अब देखिरहँदाखेरि चाहिँ यसमा चाहिँ सबैभन्दा मुख्य भूमिकाको रूपमा चाहिँ हाम्रो आशिका तामाङ दिदीले एकदमै राम्रो काम गरिराख्नु भएको छ। उहाँले चाहिँ एकदम घाइतेको परिवारहरूलाई एकदमै राम्रो तरिकाले सहयोग गरिराख्नु भएको छ। आशिका दिदीलाई म एकदम हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँले यसरी नै यस्ता जुन सहयोग कामहरू गर्दै जानुहोला। जो दिन दुखीहरूको लागि आशिका दिदी चाहिँ छ भन्ने एउटा वातावरण बनाउनु भएको छ। पक्कै पनि हजुरले गर्नुभएको यो देनलाई यो देशले र सहयोग पाएका हाम्रा पक्कै पनि भाइ बहिनीहरू अथवा जेएनजी पुस्तामा जति पनि घाइते भएका छन् उहाँहरूले पक्कै पनि हजुरलाई सम्झिनेछ र देशले पनि सम्झिनेछ। र पक्कै पनि